रियल भिडियो उसले जे बोलेको थियो त्यहाँ होइन कुनै के फाइभ रे के पो भन्छ त्यसले अग्नि 5 एसएलसी फेल भए मान्छेले अग्नि 5को कुरै नगरे हुन्छ सिए त के पनि होइन त्यसको लागि के पनि होइन कहाँ सिए भने त त्यसलाई फुल फर्मै थाहा छैन होला भनेपछि यस्ता मान्छेले आज आएर देश बनाउँछु भन्छ अनि जुम्लाको सोझा जनतालाई झुक्क्याउँछ होइन अरू कुराहरू धेरै बाँकी छन् धेरै भन्न बाँकी छन् त्यो बिस्तारै भन्दै जाउँला काबरबामा जाने बेला पनि पहिला काङ्ग्रेसमा जान खोजेको मान्छे गगन थापासँग भेटाउने मान्छे मै हो होइन त्यसपछिबाट महेश बस्नेत कहाँ गएर महेश बस्नेत तिमी जस्ता मान्छे अराजक चाहिँदैन भनेर महेश बस्नेत फालिदिए मान्छे कहाँबाट चाहिँ के अरे त्यो राजेन्द्र लिङ्गदेन यताउति गरेर त्यहाँ को त्यहाँदेखि केन्द्रीय सदस्य के बनाएर 2-4जना मान्छे लिएर गएर अहिले हेर्नु त आफूभन्दा अगाडि कोही नचाओस् एउटा कुरा भन्न चाहन्छु रवि लामिछाने दाइको कुरा आएको छ होइन रवि लामिछाने दाइ जेल पर्दाखेरि नाच्या मान्छे त्यो रवि लामिछाने म जहिले पनि रवि लामिछाने दाइको सपोर्टर जहिले पनि सपोर्ट हो ऊ मान्छे जेसुकै होस् होइन तैपनि तेरो हो दाइ देख्यौ तिम्रो रवि लामिछाने पर्यो जेल पर्यो भनेर नाच्या मान्छे त्यो अनि आज आएर रवि लामिछाने मेरो दाइ भन्छ राष्ट्रसभामा जान खोजिरहेको छ जासुकै जाओस् तर रवि लामिछाने त्यत्तिकै बुद्धु र त्यत्तिकै मूर्ख छैनन् क्या मान्छेले आफू जस्तो हो अरूलाई पनि त्यस्तै सोध्छ अरे क्या ऊ आफू मूर्ख छ अनि रवि लामिछानेले उसले मूर्खै छ यो मूर्खै बनाइदिन्छु भनेर सोचिरहेको होला तर संसारमा रवि लामिछानेको कोही नेपाली एउटा शत्रु छ वर्ग शत्रु कोही छ भनेदेखि त्यो चाहिँ ज्ञान नछायो यो कुरा रवि लामिछानेलाई मैले पटक भनेको छु